नमस्कार साथीहरू। अहिले यो तपाईले देखिरहनु भएको यो क्वेशन हो जसलाई पोटाटो प्याराडक्स पनि भनिन्छ। यसमा के छ भने फ्रेडले घरमा 100 केजी आलु लिएर आउँछ जसमा 99% पानी हुन्छ। त्यसपछि उसले त्यो आलुलाई सुकाउन छोड्छ। सुकाएपछि आलुमा 98% पानी हुन्छ भने अब आलुको तौल कति होला भनेर सोधेको छ। अब यसको आन्सर कतिलाई अब 99 केजी लाग्न सक्छ तर होइन। यसको एक्चुअल आन्सर भनेको चाहिँ हो 50 केजी है त। अब यो कसरी भयो भन्दा म तपाईलाई देखाउन गइरहेको छु। अब यहाँ के भनेको छ भने सुरुमा इनिशियल स्टेट छ जसमा चाहिँ टोटल वेट छ 100 केजी, जसमा वाटर छ 99% यानी 99 केजी र नन वाटर सोलिड छ जो हो 1% यानी 1 केजी। तर सुकाइसकेपछि आलु चाहिँ त्यसमा 98% पानी छ भनिदियो हैन भने नन वाटर सोलिड कति यानी कि बिना पानीको आलु कति, यो यसमा सबैको मिस्टेक हुने गर्छ धेरै प्राय जसोको। यसैमा छ है ट्रिक। के छ भने हामीले सोचिन्छ सुरुमा 100 केजी आलु हो जसमा 99% पानी छ, पछि यो 98% पानी भयो। हामीले यस्तै सोचिन्छ र 1% घट्यो भनेर 1% घटेपछि 1 केजी कम भयो अनि आन्सर 99 केजी भन्ने सोचिन्छ। यो हुँदैन है, यस्तो होइन। खासमा के हो भने आलु सुरुमा इनिशियल स्टेट यानी नसुकाउँदै 100% को थियो। अलवेज 100% नै हुन्छ। सुकाइसकेपछि पनि 100% नै हो। यसमा चाहिँ हामी नजुक्किम है। किनभने यो सुकाउनु र नसुकाउँदैको कुरा हो जसमा सुरुमा 100% छ पछि पनि 100% नै छ। फरक त्यति हो, सुरुको 100% यो ठुलो होला, यो चाहिँ अलि ठुलो होला, यो अलि सानो हुन्छ तर 100% नै हो। अब यहाँ यो नन वाटर सोलिडमा कुरा गरौँ। यसैमा छ ट्रिक। नन वाटर सोलिड अहिले 1% छ भने सुकाइसकेपछि नन वाटर सोलिड कति हुन्छ 2% हुन्छ। सुरुमा 99% पानी र बिना पानीको 1% भने सुकाइसकेपछि 98% पानी र बिना पानीको 2% हुन्छ किनभने आलु 100% हो। अब यहाँ केजीमा कुरा गरौँ। नन वाटर सोलिड सुरुमा 1 केजी थियो भने नन वाटर सोलिड पछि पनि 1 केजी नै हो। यो आलुको पानी सुकेर गए पनि आलु त 1 केजीको आलु 1 केजी नै रहन्छ। अब यसैमा छ हाम्रो आन्सर। सुरुमा 1% भनेको 1 केजी थियो नसुकाउँदै, सुकिसकेपछि 2% भनेको 1 केजी भयो। यानी 2% भनेको 1 केजी हो भने 4% भनेको 2 केजी गर्दै गर्दै 100% भनेको कति हुन्छ यानी 50 केजी है त आन्सर। सायद तपाईले बुझ्नुभयो होला। हस्त धन्यवाद यहाँसम्म हेरिदिनु भएकोमा। बाइ बाइ।